आवश्यकता र खण्ड ग मा कार्यरत कार्यालय प्रमुखले आवश्यक कार्य गर्नुपर्नेछ। खण्ड ख मा भने यसका लागि आवश्यक कागजातहरूको बारेमा विवरण उल्लेख गरिएको छ। सञ्चयकर्ताको कार्यालयबाट प्रमाणित रितपूर्वकको फारम अथवा अनुसूची 4 तपाईँले इन्टरनेटबाट डाउनलोड गर्न सक्नुहुनेछ, जसको लिङ्क तल डिस्क्रिप्सनमा पनि राखिएको छ, त्यहाँ गएर हेर्नुहोला। यस्तै आवश्यक कागजात अन्तर्गत स्थानीय तहको जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, सञ्चयकोष परिचय पत्रको प्रतिलिपि, विवाह दर्ता वा पति पत्नीको नाता खोल्ने प्रमाणित पत्र, सञ्चयकर्ता र निजको पति पत्नीको नागरिकताको प्रतिलिपि रहेका छन्। माथि उल्लेखित विवरणका आधारमा यो सेवा प्राप्त गर्नका लागि कागजात पूरा भएको 1 दिनभित्रै यो सुविधा लिन सकिन्छ। यसका लागि कुनै शुल्क लाग्ने छैन। रकम जे जति भए पनि सरकारले आफ्ना सञ्चयकर्तालाई दिएको सुविधा उपभोग गर्न नहिचकिचाऊ। यो सुविधाको लागि माग भइआएको र यसमा केही गडबडी भएको खण्डमा कोषको सञ्चालक समितिले यसको अन्तिम निर्णय गर्ने गर्दछ। साथै उक्त अधिकार कर्मचारी सञ्चय कोष सामाजिक सुरक्षा योजना सञ्चालन विनियम 2080 अन्तर्गत विनियम 11 मा तोकिए बमोजिम हुनेछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यस योजनाका सम्बन्धमा थप प्रश्न छन् भने तल कमेन्टमा लेख्नुहोला। पहिलो पटक यो च्यानलमा आउनुभएको हो र सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब पनि गर्नुहोला। अत्यन्त राम्रो सुविधा भएकोले सबैले मिलेर सुविधा उपभोग गरौँ र भिडियो अन्य कर्मचारी साथीहरूमा को माझ पनि शेयर गर्नुहोला। आर्थिक वर्ष 2072 देखि हालसम्म अथवा आर्थिक वर्ष 2081 सम्ममा यो सुविधा लिनेको विवरण यस प्रकार रहेको छ। आर्थिक वर्ष 2075-76 मा 14,96,00,000 रकम लिनुभएको छ भने यसको प्रतिशत 1.44 रहेको छ। यस्तै 2076-77 को आर्थिक वर्षमा 12,71,00,000 रुपैयाँ भुक्तानी भएको छ। यसको प्रतिशत बढेर 15.5 पुगेको छ। यस्तै 2077 सालमा अथवा आर्थिक वर्ष 2077-78 मा 12,80,00,000 रुपैयाँ यो शीर्षकमा निकासा भएको छ। यसको प्रतिशत घटेर 0.73% मा पुगेको छ। यसैगरी आर्थिक वर्ष 2078-79 मा 14,44,00,000